गरिखाने शिक्षा भनेको चाहिँ के हो? यो शिक्षा वास्तवमा गरिखाने भनेको चाहिँ हरेक जुन सिद्धान्तहरू हामी पढ्छौँ त्यो व्यवहारमा लागू गर्नु पर्दो रहेछ। त्यही लक्षित वर्गको घेरामा रहेर त्यो शिक्षा ऐन पनि जारी गर्न नसक्नु यो पुराना दलको चाहिँ कमजोरी हो कि होइन? 28 सालको शिक्षाको ऐन जुन बन्यो त्यसको आधारमा नियमावलीहरू बने धेरै पुरातन अवधारणामा बनेका छन्। विदेश पलायन भइरहेका ती विद्यार्थीहरूलाई रोक्ने गरेको न शिक्षा भयो न यहाँको शिक्षाले यहाँ गरिखान सक्ने बनायो। कहाँ अलमल भइरहेको छ? यो एउटा दूरगामी प्रभाव देख्छु म शिक्षामा। त्यो सरकारको संयन्त्रमा बसेको त्यो तहका व्यक्तिहरूले बुझ्न नसकेका हुन् कि अब उनीहरूले धेरै दुःख गर्नुभन्दा पनि सजिलै बाटाबाट कामलाई सकेँ भनेर देखाउनु मात्रै छ। अनि आफ्नो देशको शिक्षाको नीति चाहिँ विदेशबाट किनेर ल्याएर बनाइरहेको छ भन्ने कुराको यो त सबै जो शिक्षा मन्त्री हुनुभयो जो चाहिँ त्यति बेला वा त्यति बेलादेखि अहिलेसम्म प्रधानमन्त्री हुनुभयो सबैले कठघरामा उभिएर जवाब दिनु पर्दैन? राज्य प्रणाली छ त्यो नै वास्तवमा शिक्षाप्रति अनुदार छ भन्ने मलाई लाग्छ। कर्मचारी तन्त्रले आफ्नो सजिलोका लागि 2-4 करोडमा त विदेशको शिक्षाको नीति ल्याएर ट्याक्क कपी पेस्ट गरिदिँदा रहेछन्। नेपालको राजनीतिक पार्टीहरूले नेपालको सोसियल इन्जिनियरिङ भन्छ त्यो सोसियल इन्जिनियरिङ चाहिँ लाई व्यवस्था गरेको देखिन्छ। नमस्कार, कार्यक्रम सत्य संवादको यो अर्को एपिसोडमा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म भूमिराज पराजुली। हामी यो कार्यक्रममा तपाईँकै चासो र सरोकारका विषयमा केन्द्रित भएर कुराकानी गर्दै आएका छौँ विषयका विज्ञ या सरोकारवाला अथवा जवाफदेही व्यक्तिसँग। आजको कार्यक्रम सत्य संवादमा हामी अहिले चुनावको माहौल छ। चुनावमा अहिलेसम्म तर दलहरूले घोषणापत्र चाहिँ जारी गरिसकेका छैनन्। यद्यपि उम्मेदवारहरू घर दैलो गरिरहेका छन्, मतदातालाई फकाइ छन्। तर के भनेर फकाइरहेका छन्? न आफ्नो एजेन्डा छ, न आफ्नो प्रतिबद्धता छ, न कुनै घोषणापत्र छ, न कुनै प्रतिज्ञा गर्ने गरेका केही विषय र वस्तु नै छन्। अहिलेसम्ममा जम्माजम्मी हामीलाई भोट दिनुहोस् काम गरिरहेका पुराना दलहरूले हाम्रो काम हेरेर भोट दिनुहोस् भनिरहेका छन् भनेदेखि नयाँ आएका दलहरूले ल अब हामी नयाँ हौँ है, नयाँलाई पालो दिनुहोस् भन्ने मात्रै एजेन्डा लिएर जनता कहाँ गइरहेका छन्। तर जनता कहाँ चाहिँ त्यस्तै मात्रै कुरा लिएर जाने हो कि खास कस्ता एजेन्डा लिएर जाने हो? जनतासँग भोट माग्न जाँदाखेरि आज हामी यो विषयमा कुराकानी गर्नेछौँ र यो सँगसँगै आजको हाम्रो मूल एजेन्डा चाहिँ शिक्षासँग सम्बन्धित हुनेछ। राजनैतिक दलहरूले नेपालको शिक्षा कस्तो हुनुपर्छ भनेर कस्तो खालको घोषणापत्र बनाउने त, कस्तो खालको प्रतिज्ञापत्र बनाउने जसले गर्दा नेपालको शैक्षिक अवस्थामा सुधार हुन सकोस्, नेपालमै बिक्ने नेपालमै टिक्ने गरेको जनशक्ति उत्पादन हुन सकोस् त्यो शिक्षाबाट। र आज हामीसँग हुनुहुन्छ शिक्षा क्षेत्रका एकजना जानकार, एकजना पूर्व प्रधानाध्यापक समेत रहनुभएको र दमक नगरका लागि शिक्षाको रणनीति बनाउनका लागि एउटा जिम्मेवारी भूमिका निर्वाह गर्नुभएका एकजना शैक्षिक व्यक्तित्व कृष्ण भण्डारी। कृष्ण सर, स्वागत छ। नमस्कार, धन्यवाद। आरामै हुनुहुन्छ? आराम छ। अहिले त चुनावको माहौल छ सर है, चुनावका गतिविधि हेरिरहनु भएको छ। तपाईँ झापाको क्षेत्र नम्बर 5 को मतदाता पनि हुनुहुन्छ। अहिले अलिकति अब यो चुनावी माहौल, नेता अनि उम्मेदवारहरू दलहरूले नागरिकसँग गरिरहेको इन्टरेक्सन कस्तो पाइरहनु भएको छ, के छ? धन्यवाद। चुनाव अब प्रजातान्त्रिक एउटा अभ्यासको निम्ति हुनैपर्ने कुरा हो। चुनाव त हुन्छ तर चुनावमा राजनीतिक दलहरूले अघि प्रस्तुतिमा तपाईँहरूले राखे जस्तै केवल भोटको निम्ति भोट मागिरहेको देखिन्छ। ठुला राजनीतिक दलहरूसँग त मेनिफेस्टोहरू छ, पहिले नै बनाएका घोषणापत्रहरू पनि छन्। अब उहाँहरू ठुला दलहरूले आफ्नो घोषणापत्रमा भएका कतिपय कुराहरूलाई कति सफलतापूर्वक कार्यान्वयन गरियो भनेर जनताको छाउमा समीक्षा गर्नुपर्ने चुनौती उहाँहरूसँग छ र दायित्व पनि छ। शिक्षालाई नागरिकको जीवनसँग जोडेर कसरी जीवन निर्वाह गर्न सकिन्छ, कसरी शिक्षालाई जीवनोपयोगी बनाउन सकिन्छ भन्ने विषयमा सैद्धान्तिक बहसहरू त ठुला पार्टीहरूले पहिलेदेखि नै पुराना पार्टीहरूले गरेकै छन्। त्यसलाई अझै प्रयोगात्मक रूपमा जीवन्त बनाउने दायित्व जिम्मेवारी ठुला पार्टीहरूसँग र पुराना भनिएका पार्टीहरूसँग रहन्छ र रहनु पनि पर्छ। अर्को रह्यो नयाँ भनिएका केही पार्टीहरू जसले आफूलाई नयाँ चुनौतीको सामना गर्न उदाएको भनेर नागरिकहरूलाई सन्देश दिइरहनु भएको छ। उहाँहरूसँग शिक्षालाई कस्तो बनाउने भन्ने कुराको कुनै एजेन्डा मैले पाएको छैन।
शिक्षा सबैभन्दा ठुलो विकासहरूको पनि पूर्वाधारको पनि पूर्वाधार हो। त्यसैले जबसम्म शिक्षित, सभ्य, आत्मनिर्भर, रोजगारमूलक जनशक्तिको विकास गर्न सकिँदैन र तिनीहरूलाई कमाएर खाने वातावरण बौद्धिक ढङ्गले, पेसागत ढङ्गले, सिपमूलक ढङ्गले गर्न सकिँदैन, तबसम्म देशलाई आत्मनिर्भर बनाउन र सक्षम बनाउन सकिँदैन भन्ने सर्वमान्य एउटा सिद्धान्त रहेको छ। नयाँ पार्टीहरूले जनतालाई भोट मात्रै मागिरहेको देखिन्छ र शिक्षालाई कसरी व्यवस्थित गर्ने, शिक्षाका रणनीतिहरू कस्तो हुने, शिक्षाका नीति र नियमहरू कस्तो हुने, कुन किसिमको जनशक्ति निर्माण गर्ने भन्ने कुरामा जनतालाई कुनै प्रश्न पारेको, घोषणापत्र सार्वजनिक गरेको या कुनै कार्यक्रमहरू प्रस्तुत गरेको मैले देखिरहेको छैन। अब ओके, अब हामी विषयमै प्रवेश गरौँ शिक्षाकै बारेमा, होइन? तपाईँले अहिले भन्नुभयो अहिलेसम्म हामी पुरानै राजा भएकै बेलामा 2027 सालकै शिक्षा नीति अहिले पनि छैन सर। 2028 सालको शिक्षा नीति अहिले पनि छ। 2028 सालदेखि आज 2082 सालसम्म आइपुग्दाखेरि त्यही शिक्षा नीति मात्रै बनाइरहने र त्यही शिक्षा नीतिमा केन्द्रित भएर पाठ्यक्रम विकास गर्ने, अनि न पुराना भनेका दलहरूले त्यो परिवर्तन गर्नका लागि शिक्षा ऐन अन्तिम तयारीमा छ, अब सदनमा पेश गरेर पास गर्नु मात्र बाँकी छ भन्ने, पास गर्नका लागि डराउने, पास गर्न आँट्यो भनेदेखि एउटा पक्षले विरोध गर्ने अनि विरोध गर्ने बित्तिकै ब्याक हुने, चाहे त्यो सामुदायिक विद्यालयमा अध्ययन अध्यापन गराउने शिक्षकहरूको पेसागत सङ्घ सङ्गठनले गरेको होस्, चाहे निजी विद्यालयका सञ्चालकहरूले गरेको होस् अथवा कसैले। यसरी जुन वर्गलाई संरक्षण गर्नका लागि भनेर र त्यही वर्गबाट चाहिँ शिक्षाको उत्थान हुन्छ र शिक्षाको चाहिँ सम्वर्धन हुन्छ र अझ राम्रो हुन्छ भनेर सरकारले बनाउन खोजेको त्यही लक्षित वर्गको घेरामा रहेर त्यो शिक्षा ऐन पनि जारी गर्न नसक्नु, यो पुराना दलको चाहिँ कमजोरी हो कि होइन? शिक्षाको नीति वास्तवमा पुराना दल भनौँ अथवा राज्य प्रणालीको एउटा मूल प्रभाव भनौँ अहिलेसम्म चलिआएको। 28 सालको शिक्षाको ऐन जुन बन्यो त्यसको आधारमा नियमावलीहरू बने धेरै पुरातन अवधारणामा बनेका छन्। खास गरी 28 सालमा अरू विदेशका केही संस्थाहरू, केही मुलुकहरूले परामर्श दिएर बनाएको शिक्षा नीति थियो। त्यसलाई बेला बेलामा केही सामान्य परिवर्तनहरू त भयो, नेपालका शिक्षा नीतिहरू परिवर्तन त भएका छन्, तर धेरै जसो शिक्षा नीतिहरू व्यावहारिक छैन, एउटा भौगोलिक मान्छेको सोसियो इकोनोमिक, राजनीतिक र सामाजिक आर्थिक पृष्ठभूमिसँग मिल्दोजुल्दो छैन। यो परामर्शदाताहरूले विदेशमा बनाइदिएका शिक्षा नीतिहरूलाई कपी गरेर नेपालको माटो सुहाउँदो भएन भन्ने मलाई लाग्छ र बनेका शिक्षा नीतिहरूलाई पनि नीतिले मात्रै बनेर त भएन, त्यसको लागि योजना बन्नु पर्यो, त्यसपछि बजेटिङ हुनु पर्यो, त्यसपछि कार्यक्रमहरू जानु पर्यो। त्यो कुरामा राज्यको मूल प्रवाह अहिलेसम्म चुकेको भन्ने मलाई लाग्छ र अबको दिनहरूमा वास्तवमा उत्पादनसँग शिक्षालाई जोड्नु पर्यो। गरी खाने शिक्षा भनेर भन्नलाई धेरै ठुल्ठुला पार्टीहरूले भने, समाजवादी मोडलको शिक्षा भनेर पनि भने, युग सुहाउँदो वैज्ञानिक शिक्षा पनि भने, पुरानो शिक्षा प्रणाली बुर्जुवा हो, यसलाई नष्ट गर्नुपर्छ, यसलाई हटाउनुपर्छ भनेर नारा, जुलुस र भाषणहरू पनि धेरै सुनियो। तर जनताको जीवन जाहीँको ताहीँ छ। जनताको जीवन जाहीँको ताहीँ हुनुमा शिक्षाको एउटा पाटोले कमजोर गरिरहेको छ र मानिसहरू आत्मनिर्भर बन्न सकेको छैन। मानिसहरूले कसरी जीवनलाई राम्रो बनाउन सकिन्छ भनेर सचेत हुन सकिरहेको छैन। यो शिक्षा अहिलेसम्म चलेको शिक्षा नीतिले हाम्रो संस्कार, संस्कृति र जीवन पद्धतिलाई पनि बदल्न सकेन र यसले हाम्रो आर्थिक परिचालनको प्रणालीलाई पनि बदल्न सकेन। त्यस अर्थमा शिक्षाका नीतिहरूमा र रणनीतिहरूमा व्यापक सुधार गर्न आवश्यक छ। अब अघि तपाईँले भनेका जस्ता विभिन्न नाराहरू प्रत्येक निर्वाचनमा पोलिटिकल पार्टीहरूले तय गर्ने गर्दछन्, अनि त्यति मात्रै होइन, सरकारमा पुगिसकेपछि सरकारको नीति तथा कार्यक्रममा पनि शिक्षा सम्बन्धीका गजबका नाराहरू लेखिन्छन्। अघि तपाईँले भनेकै गरी खाने गरेको शिक्षा, सिपमा आधारित शिक्षा, सबै। तर त्यो व्यवहारिक तहमा, विद्यालय तहमा आइपुग्दाखेरि त्यो
पाइँदैन। त्यो अझै पनि विदेश पढ्नका लागि भनेर विद्यार्थीहरू पलायन भइरहेका छन् होइन। विदेश पलायन भइरहेका ती विद्यार्थीहरूलाई रोक्ने गरेको न शिक्षा भयो न यहाँको शिक्षाले यहाँ गरी खान सक्ने बनायो। कहाँ अलमल भइरहेको छ, राज्यको लगानी केमा छ, जनशक्ति के खोजिरहेको छ, यो ठाउँका लागि के आवश्यक छ भन्ने कुराको तारतम्य मिलेर शिक्षा सम्बन्धीको नीति किन बन्न नसकेको हो जस्तो लाग्छ? के को चङ्गुलमा फँसेको छ राज्यको संयन्त्र तपाईँको अनुभवमा? यो एउटा दूरगामी प्रभाव देख्छु म शिक्षामा। शिक्षा आत्मनिर्भर कहिले पनि बनेन नेपालको। मेरो अनुभवमा नेपालको शिक्षा चाहे 28 सालको शिक्षा नीति होस्, चाहे 59 सालमा बनेको शिक्षा नीति होस्, त्यसपछिका 56 र अरू शिक्षा नीतिहरू हुन्। नीतिहरू परिवर्तन भइरहेका छन्, शैक्षिक योजनाहरू बदलिरहेका छन्, तर तिनीहरू आयातित छन् मेरो दृष्टिकोणमा। खास गरी यो दात्री निकायहरूले, त्यसमा युएसएडहरू भयो, त्यो युनिसेफहरू भयो, त्यो जिटिजेडहरू भयो र यसरी विदेशी दाताहरूले दिने अनुदानको आधारमा शिक्षा नीतिहरू पनि दाताकै शिक्षा नीतिबाट कपी भएर आउँछ। नेपालमा शिक्षाको मूल्याङ्कन प्रणाली, शिक्षामा भएका सुधारका नाराहरू चाहिँ यो खरिद गरेका नाराहरू अथवा कसैले थोपरिएका नाराहरू छन्। त्यो भएर त्यो ठाउँमा ती देशहरू जसले यो अनुदानहरू दियो र शिक्षा नीतिको परामर्श गाइडलाइन्सहरू गर्यो त्यहाँ उपयुक्त थियो होला। तर नेपालको सन्दर्भमा नेपालको भूगोल, नेपालको जनजीवन, नेपालको माटो सुहाउँदो शिक्षा नीति छैन र हामीले आफ्नो खुट्टामा उभिएर शिक्षा नीति कहिले पनि बनाउन राज्यले प्रयास गरेन। कपिराइट गरेर अरूको शिक्षा नीति ल्याउने प्रयास गरियो। सौन्दर्य सम्बन्धीका तालिम र सेवा लिनु परेमा दमक छ नयाँ सब्जी बजार पूर्व आइओएम कार्यालयसँगै भएको ग्लोरी ब्युटी पार्लर तथा द ब्युटी वर्ल्ड दमकमा सम्पर्क गरौँ। त्यही भएर जहिले पनि शिक्षा नीतिहरू चाहिँ असफल हुँदै गएको। ओके, अब अनि सर त्यसो भनेदेखि तपाईँले भनेको जस्तो विदेशी दात्री संस्था सङ्घहरूबाट अनुदान प्राप्त हुन्छ र त्यही अनुदानका आधारमा त्यो अनुदान मात्रै दिइएको हुँदैन, त्यहाँ फर्मेट दिएको हुन्छ, त्यही फर्मेट चाहिँ कपी पेस्ट गरिएको हुन्छ भनेपछि त्यो फर्मेट हाम्रो यो भूगोलका लागि एक्सेप्टेड छ कि छैन भन्ने कुरा त्यो सरकारको संयन्त्रमा बसेको त्यो तहका व्यक्तिहरूले बुझ्न नसकेका हुन् कि प्रभावित भएर बुझे पनि त्यसलाई चाहिँ एक्सेप्ट गरेका हुन्? मलाई के लाग्छ भने कर्मचारी तन्त्र, नेपालको कर्मचारी तन्त्र सुविधाभोगी छ। खास गरी मैले आरोप लगाउनु उपयुक्त हुन्छ कि हुँदैन। अब उनीहरूले धेरै दुःख गर्नुभन्दा पनि सजिलै बाटाबाट कामलाई सकेँ भनेर देखाउनु मात्रै छ। खास गरी शिक्षा कस्तो हुनुपर्छ भन्ने कुराको रणनीति राजनीतिक पार्टीहरूले एउटा दूरदृष्टि अपनाएर निर्देशन गर्नुपर्ने विषय हो। यो शिक्षा पनि राजनीतिको एउटा पक्ष हो र समाज रूपान्तरणको महत्त्वपूर्ण पाटो हो। त्यस कारणले राजनीतिक पार्टीहरूमा, राजनीतिक ठुल्ठुला नेतृत्वहरूमा शिक्षालाई हेर्ने दृष्टिकोणमै कन्फ्युजन छ भन्ने मलाई लाग्छ। शिक्षा कस्तो बनाउने भन्ने कुरामा कहिल्यै पनि राजनीतिक पार्टीहरूले आफ्ना फोरमहरूलाई, आफ्ना त्यो मेकानिजमहरूलाई प्रयोग गरेन। उनीहरूले कर्मचारी तन्त्रलाई शिक्षा नीति बनाउन जिम्मा छोड्यो। कर्मचारी तन्त्र चाहिँ विदेशी सजिलो बाटोबाट आयातित चिजलाई डाइजेस्ट गर्नेमा प्रयोग भयो। त्यही भएर मान्छेले मागे अनुसारको, समाजले मागे अनुसारको, आवश्यकता अनुसारको शिक्षा नीति बनेन, शिक्षा योजनाहरू बनेनन्। त्यही भएर शिक्षाले भनेपछि कर्मचारीका कारणले गर्दा नेपालमा सही तरिकाको वा यो भूगोलका लागि आवश्यक अनुसारको शिक्षा नीति नबनेको हो भन्ने निष्कर्ष हो। खास गरी चाहिँ राज्य प्रणाली चलाउने पार्टीहरूले शिक्षालाई कस्तो गराउने भन्ने कुराको ठोस मार्गदर्शन नै दिन सकेन। अनि कर्मचारीको जिम्मा छोडेपछि कर्मचारीहरू त सजिलो बाटो मात्रै खोज्ने अनि सजिलो विदेशी दाता, परामर्शदाताहरू हायर गर्ने 2-4 करोड 5-7 करोडमा उनीहरूले आफ्नो मोडलको शिक्षा नीति दिन्छ। त्यसलाई नेपालको शिक्षा नीति हो भनेर एउटा मानिसलाई देखाउने काम गरियो। त्यही भएर असफल भएको मलाई लाग्छ। ओके, यस्तो स्थिति छ भनेदेखि यो कुरा त राज्य सञ्चालन गर्ने संयन्त्र वा भनौँ न राजनीतिक दलका नेतृत्वहरूले पनि त यो कुराको त महसुस पक्कै गरेको हुनपर्छ। अनि राजनीतिक दलका विभिन्न घोषणापत्र र आमसभामा शिक्षा यस्तो बनाउँछौँ र उस्तो बनाउँछौँ भन्ने, युवाहरूलाई यहीँ टिक्ने र बिक्ने बनाउँछौँ भन्ने, अनि आफ्नो देशको शिक्षाको नीति चाहिँ विदेशबाट किनेर ल्याएर बनाइरहेको छ भन्ने कुराको यो त सबै जो शिक्षा मन्त्री हुनुभयो, जो चाहिँ त्यति बेला वा त्यति बेलादेखि अहिलेसम्म प्रधानमन्त्री हुनुभयो, सबैले कठघरामा उभिएर जवाब दिनु पर्दैन?
ORS, Original Rehydration Source. सही कुरा भन्नुभयो। यो वास्तवमा नेपालको जो शिक्षा मन्त्रीहरू हुनुभयो, शिक्षा मन्त्री भन्दा पनि राज्य चलाउने जुन संयन्त्रहरू छ, राज्य प्रणाली छ, त्यो नै वास्तवमा शिक्षाप्रति अनुदार छ भन्ने मलाई लाग्छ। अब हामीले मैले अघि पनि प्रस्तुत गरेँ, शिक्षालाई जीवनोपयोगी बनाउनुपर्छ, जीवन गरिखाने बनाउनुपर्छ, वैज्ञानिक बनाउनुपर्छ, सर्वसुलभ बनाउनुपर्छ भनेर ठुल्ठुला नारा दिएर कहिल्यै नथाक्ने नेतृत्वहरू चाहिँ शिक्षा चलाउनेमा, राज्य चलाउनेमा बारम्बार अवसर पाएकै हो। तर शिक्षाले कहिले पनि मानिसलाई गरी खान सक्ने बनाउन सकेन नेपालमा। त्यही भएर तपाईँले भनेअनुसारको सयौँ हजारौँको सङ्ख्यामा युवाहरू, शिक्षित युवाहरू पलायन हुनुपर्ने अवस्था, बाध्यतात्मक अवस्था आइरहेको छ। र मलाई लाग्छ नेपालका राजनीतिक पार्टीहरूले शिक्षालाई कसरी अगाडि बढाउने, शिक्षालाई कस्तो बनाउने र कसरी वास्तविक आफूले भनेअनुसारको वैज्ञानिक जीवनोपयोगी शिक्षा बनाउने भन्ने कुरामा गम्भीरतापूर्वक सोच्नुपर्छ। र भोलिको निर्वाचित भएर आइसकेको सरकारहरूले पनि, राज्य चलाउनेहरूले पनि यो विषयमा गम्भीरतापूर्वक सोचेन भने देश फेरि पलायन हुने, यसले जनशक्ति विदेश जानुपर्ने, अनि यसको धन सम्पत्ति विदेश जानुपर्ने, बौद्धिकता पलायन हुने र यो ठुलो निराशाको खाडल चाहिँ यसले सृजना गर्छ। अब ठ्याक्कै अब घोषणापत्र बनाइ पनि रहेका छन् राजनैतिक दलहरूले, त्यस कारणले गर्दाखेरि यो हाम्रो संवाद सान्दर्भिक पनि बन्न सक्छ। त्यो घोषणापत्र लेख्नेहरूले तपाईँसँगको यो संवाद हेर्ने अवसर प्राप्त गर्नुभयो भने उहाँहरूका लागि एउटा केही मार्गदर्शन पनि हुनसक्ला, वा उहाँहरूले यस्तो के हेर्नु हामीसँग विज्ञ टिम छ भनेर भन्नुहोला। यद्यपि जे हुन्छ उहाँहरूको एक्सेप्टेबल कुरा भयो। गरिखाने शिक्षा भनेको चाहिँ के हो र के भइदियो? विद्यालय तहमा हो कि त्यो क्याम्पस तहमा दिनुपर्ने हो कि अथवा घरदेखि नै दिनुपर्ने हो कि कति उमेर भएदेखि चाहिँ स्कुल पढ्न पठाउने हो कि के हो? यो शिक्षा वास्तवमा गरी खाने भनेको चाहिँ हरेक जुन सिद्धान्तहरू हामी पढ्छौँ त्यो व्यवहारमा लागू गर्नु पर्दो रहेछ। मैले साउथ कोरियाको, जापानको र केही अरू विकसित देशहरूको पनि शिक्षा प्रणालीलाई नजिकबाट उहीँ गएर हेर्ने अवसर पनि प्राप्त गरेको छु। उनीहरूले सानो बालबालिका प्राथमिक कक्षाको बच्चाहरूलाई पनि प्रयोगात्मक शिक्षा दिन्छन्। गरी खान सक्छ उसले। हामीलाई ठुल्ठुला सिद्धान्तहरू पढाइन्छ, 17औं शताब्दीमा भएका राज्य क्रान्तिहरू पढाइन्छ, अमेरिकी राज्य क्रान्ति, फ्रान्सेली राज्य क्रान्ति, अरू ठाउँका चाहिँ मुक्ति सङ्ग्रामहरू पढाइन्छ, भूगोलहरू पढाइन्छ। तर त्यसले जनतालाई त, मानिसलाई त भोलि केही पनि खान दिँदैन। र मानिसले गरेर उत्पादन गर्नसँग जोडिनु पर्यो। श्रमलाई आस्था गर्ने, श्रमलाई सम्मान गर्ने किसिमको मनोविज्ञान सृजना गर्नु पर्यो र केही सिप सिकाउनु पर्यो। जबसम्म सिप सिक्ने र श्रमप्रति निष्ठावान जनशक्ति निर्माण गर्न सकिँदैन तबसम्म मानिसहरूले पढेर कोरा एउटा ज्ञान लिएर केही हुँदो रहेनछ भन्ने कुरा चाहिँ नेपालको शिक्षा प्रणालीले हामीलाई नमिठो अनुभव दिएको छ। ओके, अब यो नमिठो अनुभवलाई त मिठो पनि पार्नुपर्छ। मिठो पार्नको लागि अहिले यो जेनजी आन्दोलनपछि विशेष परिस्थितिबाट गठन भएको नागरिक सरकार र यो नागरिक सरकारबाट चाहिँ अहिले घोषणा भएको चुनाव, यो ठ्याक्कै समयमा हुने निर्वाचनभन्दा पनि समयभन्दा 2 वर्ष अगाडि यो चुनाव भइरहेको छ। यो चुनावमा होमिँदै गर्दाखेरि उम्मेदवार वा दलहरूले शिक्षालाई कस्तो खालको आफ्नो घोषणापत्रमा के कुरा समावेश गर्नुपर्छ ताकि अघि तपाईँले भनेको नमिठो कुरा चाहिँ मिठो बन्न सकोस् अबको 1-2 वर्षमा? प्रकृतिसँगै बसेर स्वाद र आराम दुवै चाहनेका लागि दमक चोकबाट 1 किलोमिटर पूर्व रतुवा पुल तर्ने बित्तिकै हाइवेसँगै जोडिएको रिभर भ्यू रिसोर्ट, एसी जडित डिलक्स रुमहरू, डबल र सिंगल बेडको सुविधा, रुममै 24 घण्टा सर्भिस, स्वादिष्ट र अर्ग्यानिक खाना, चिसो पेय पदार्थ र रमणीय दृश्यसँगै पारिवारिक वातावरण। आजै आउनुहोस् रिभर भ्यू रिसोर्ट, आराम, स्वाद र दृश्यको सही सङ्गम। सम्पर्क 98 526 70 128, 98 081 98 086। वास्तवमा हामीलाई रोजगारमूलक शिक्षा भनेर पटक पटक सुनिएको थियो, वैज्ञानिक शिक्षा भनेर सुनिएको थियो। त्यो चाहिँ गरी खाने शिक्षा रहेछ, श्रमसँग जोड्ने शिक्षा रहेछ। नेपालको शिक्षा
का हामी पाठ्यक्रमहरूलाई हेरौँ, विद्यालयका पाठ्यक्रमलाई हेरौँ, विश्वविद्यालयका पाठ्यक्रमलाई हेरौँ, हामीले धेरै पाठ्यक्रमहरूलाई प्रयोग पनि गरेका छौँ र त्यसलाई अध्ययन पनि गरेका छौँ। यो चाहिँ कोरा सैद्धान्तिक ज्ञानमा मात्रै आधारित छ। यसले यो पढेर डिस्टिङसन भनौँ 100मा 99 ल्यायो या 100 नै ल्यायो विद्यार्थीले भने पनि उसले कुनै चिज उत्पादनसँग जोड्न सक्दैन, आफूलाई कुनै सिप जानेको छैन, कुनै उत्पादन गर्न सक्दैन। त्यस कारणले अबको हाम्रो नेपालमा प्रयोग हुने शिक्षाको नीतिहरू भनेको चाहिँ सिपसँग जोडिनु पर्यो, उत्पादनसँग जोडिनु पर्यो र श्रमलाई सम्मान गर्ने किसिमको भावना विकास गर्ने शिक्षा हुनु पर्यो। अब बन्ने सरकारहरू, अबका अगाडि आउन चाहेका राजनीतिक पार्टीहरूले आफ्नो शिक्षा नीतिमा श्रमलाई अगाडि बढाउने र रोजगारीलाई अगाडि बढाउने सिपमूलक शिक्षालाई जोड दिन सकेन भने नेपालको ठुलो शैक्षिक जनशक्ति यो ज्ञानमा मात्रै आधारित छ, त्यही पनि विदेश गएर पलायन हुने सम्भावना छ र भोलि यहाँ राम्रो जनशक्तिको अभाव हुने प्रष्ट देखिन्छ। यो कुरा त प्रत्येक चुनावमा राजनीतिक दलको घोषणापत्रमा आइ नै हालेको छ, तर राजनीतिक दलहरू आफ्नै घोषणापत्रमा प्रतिबद्ध र त्यो काम गर्नुपर्छ भनेर निष्ठावान नदेखिँदा रहेछन्। अघि तपाईँले भनेअनुसारमा त्यहाँभित्रको कर्मचारी तन्त्रले आफ्नो सजिलोका लागि 2-4 करोडमा त विदेशको सही शिक्षाको नीति ल्याएर ट्याक्क कपी पेस्ट गरिदिँदा रहेछन्। अनि कस्तो खालको शिक्षा नीति बनाउँछौँ, जुनसुकै भए पनि सरकारको नेतृत्व त कुनै एउटा पार्टीले गरेको हुन्छ, त्यो पार्टीले कस्तो खालको शिक्षाको परिकल्पना गरेको छ, त्यो पार्टीले परिकल्पना गरेको अनुसारको शिक्षाको नीति आउँदैछ कि छैन, आइरहेको छ कि छैन भन्ने कुरा आफ्नै सरकार हुँदा पनि परीक्षण गर्न नसक्ने नेतृत्व हामीले पाइरहेका रहेछौँ। हो, निसन्तान र महिलाहरूमा देखिने सम्पूर्ण रोगको उपचार अब कोपिला फर्टिलिटी वुमेन क्लिनिक, फर्निचर लाइन, दमकमा। नेपालको राजनीतिक पार्टीहरूले नेपालको सोसियल इन्जिनियरिङ भन्छ, त्यो सोसियल इन्जिनियरिङ चाहिँ लाई व्यवस्था गरेको देखिन्छ। हाम्रो जनशक्ति कस्तो खालको छ, हाम्रा मागहरू कस्ता खालका छन्, हामीले कस्तो खालको सिपलाई प्रवर्धन गर्नुपर्छ भन्ने कुराको अध्ययन गरिएको छैन। यहाँनिर विदेशी विश्वविद्यालयका पाठ्यपुस्तकहरू, विदेशीले लेखेका किताबहरू र त्यो ठाउँमा काम लाग्ने खालको ज्ञानहरूलाई यहाँ ल्याउन खोजिएको छ। 99% साधारण शिक्षाहरू चाहिँ बेकामी फाल्टु छ। मैले अघि नै भने ज्ञानमा आधारित छ र त्यो ज्ञानलाई बेचेर मानिसले खाने ठाउँ अवसर छैन। त्यस कारणले सिपमूलक शिक्षा एउटा नेपालको प्रष्ट आवश्यकता हो। अबको पार्टीहरूले, अबका भनौँ न, अब सत्तामा जाने पार्टीहरूले शिक्षा नीतिमा गम्भीर परिवर्तन गरेन भने फेरि पनि हामीले समाजलाई राम्रोसँगले परिचालन गर्न सक्दैनौँ। ओके, अब हामी कार्यक्रमको अन्त्यमा पनि आएका छौँ। यो पटक तपाईँले गरेको वा हामी सबैको परिकल्पना अनुसार शिक्षाको नीति, शिक्षाका सम्बन्धमा पार्टीको घोषणापत्रमा एकदम अघि तपाईँले भनेको जस्तो सुन्नमा आहावाला नारा पक्का आउनेछन् होइन। नारा बनाउन त नेपालका पार्टीहरूलाई कसैले भेट्दैन, तर ती नारा कार्यान्वयन भएको देख्न र महसुस गर्न कतिको सकिएला त के हामी विश्वास गर्न सकिएला? त्यो तपाईँलाई विश्वास लाग्छ? अब हामीले विश्वासलाई नै एउटा शङ्काको लाभ लिने हो। अब सधैँ अविश्वास गरेर पनि हुँदैन र हामी पार्टी, म के भन्छु भने पार्टीहरूले शिक्षालाई सबैभन्दा पहिलो प्राथमिकतामा राख्नुपर्छ। अहिलेसम्म पार्टीहरूले शिक्षालाई पहिलो प्राथमिकतामा राख्न सकेनन्। पूर्वाधार र अरू कुरालाई मात्रै विकासको एउटा मोडलको रूपमा प्रस्तुत गरियो। वास्तवमा शिक्षालाई परिवर्तनको एउटा मोडलको रूपमा राख्नलाई अबको शिक्षा नीति बनोस्। पार्टीहरूलाई यसप्रति सचेत हुनको लागि र जिम्मेवार हुनको लागि म निवेदन पनि गर्छु र अहिलेसम्म बनेका शिक्षा नीतिहरूलाई पुनरावलोकन गरेर तत्कालै गम्भीर शिक्षा नीति बनाएर यसको कार्यान्वयनमा लाग्नुपर्छ। यो पार्टीहरूलाई अथवा आगामी सरकारमा जान चाहने अथवा जाने बाटो अगाडि हिँडेका, निर्वाचनमा होमिएका राजनीतिक दल र नेतृत्वलाई मेरो सुझाव पनि छ। ओके, अब अर्को प्रसङ्ग, छोटो प्रसङ्ग। अब हामी यो झापा 5मा पनि छौँ र दमकमा पनि छौँ। त्यस कारणले गर्दाखेरि यो शिक्षा सुधार गर्नका लागि यो क्षेत्रमा भएका असल अभ्यास पनि केही छन् तपाईँले गरेको महसुस, सामुदायिक होस् चाहे निजी, चाहे विद्यालय तहमा होस् चाहे क्याम्पस तहमा?
अब दमकको सन्दर्भमा अथवा हाम्रो झापाको सन्दर्भमा हेर्दाखेरि नेपालको यही बनेको पृष्ठभूमिमा अघि मैले जुन कुरा भने जसरी पाठ्यक्रम बन्यो, जसरी हाम्रा शिक्षा नीतिहरू बने, जसरी लक्ष्यहरू निर्धारण गरिएका छन्, त्यसलाई पछ्याउनको निम्ति गरिएका प्रयासहरू चाहिँ सकारात्मक नै छन्। जस्तै हामीले सामुदायिक विद्यालयलाई सबलीकरणको निम्ति दमकमा केही राम्रा अभ्यासहरू पनि भएका छन्। विद्यालयहरूले खास गरी मानिसको आवश्यकता अनुसारको इङ्ग्लिस मिडियमलाई प्रयोग गरिरहेको छ। धेरै विद्यालयहरूले चाहे त्यो सामुदायिक होस् चाहे त्यो संस्थागत होस्, शैक्षिक गुणस्तर त्यो जुन शिक्षा नीति जुन पाठ्यक्रममा आधारित भएर गर्नुपर्ने हो त्यसको निम्ति प्रविधिको प्रयोग गरिएको छ। राम्रै खालका जनशक्तिहरू व्यवस्थापन गर्न प्रयास गरिएको छ। विद्यालयका पूर्वाधारहरू अगाडि बढाउनको निम्ति सक्दो प्रयासहरू भएका छन्। यो सन्दर्भमा हेर्दाखेरि जुन भइरहेकै नीति अनुसार यसकै पाठ्यक्रम अनुसारको क्रियाकलाप त राम्रै भएको देख्छु र अबको दिनमा पनि यो प्रयास जारी नै रहन्छ। नेपालको सन्दर्भमा दमक नगरपालिका र झापा जिल्लाकै सामुदायिक र संस्थागत क्षेत्रका विद्यालयहरू त्यो सवालमा गुणस्तरयुक्त नै छन् र आफूलाई प्रतिस्पर्धी बनाउन प्रयास गरिरहेकै देखिन्छ। हवस्, धेरै धेरै धन्यवाद तपाईँको महत्त्वपूर्ण समय र संवादका लागि। ल धन्यवाद। यहाँ आएर केही विचार राख्ने मौका दिनुभयो, यसको निम्ति यो उज्यालोलाई पनि धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सत्य संवाद यही सकिएको छ। हामी अर्को एपिसोडमा अर्कै अतिथि र अर्कै प्रसङ्गका साथ फेरि पनि उपस्थित हुने नै छौँ। तबसम्मका लागि सम्पूर्ण प्राविधिक टिमसहित म कार्यक्रम प्रस्तुता भूमिराज पराजुलीलाई पनि बिदा दिनुहोस्। नमस्कार। नमस्कार। गुणस्तरीय शिक्षा रिलायबल युनिभर्सिटी सँगको साझेदारी पाउनुहोस् एउटै छानामुनि। विगत लामो समयदेखि अध्ययनका लागि जापान गन्तव्य बनाउँदै 100% भिजा सक्सेस रेट भएको यस सी हर्स एजुकेसन प्राइभेट लिमिटेड दमकमा